हेलो एभ्रिवान, नमस्ते सम्पूर्णलाई। र आज म एउटा तपाईँहरू माझमा यो भिडियो बनाउन के को कारणले बनाउँदैछु भनेर तपाईँहरूलाई म यो भिडियो मार्फत जानकारी गराउनेछु र भन्ने पनि छु है। र अहिले जुन तपाईँले सामाजिक सञ्जाल टिकटक, फेसबुक, इन्स्टाग्राम लगायत धेरै सामाजिक सञ्जालमा जुन अहिले हाम्रो गङ्गु छेत्री बहिनीको भिडियोहरू तपाईँहरूले देखिराख्नु भएको होला कतिजनाले होइन। र यो विषयमा धेरैजनाले आफ्नो टिक्का टिप्पणीहरू उठाउनु भएको छ होइन। र कतिजनाले यो कुरालाई नेगेटिभ पोइन्टबाट आफ्नो विचारहरू लेख्ने गर्नुभएको छ भने कतिजनाले चाहिँ गङ्गु बहिनीको लागि चाहिँ विशेष मोटिभेसनलको लागि भिडियो बनाउने गर्नुभएको छ होइन। तर म रेस्पेक्ट गर्न चाहन्छु जसले चाहिँ गङ्गु बहिनीलाई चाहिँ एउटा मोटिभेसनल एउटा आत्मबलको लागि भिडियो जतिले पनि बनाएर हाल्नु भएको छ उहाँलाई रेस्पेक्ट गर्न चाहन्छु है। मैले उहाँलाई चिनिनँ, मैले पनि उहाँ एउटा हाम्रो चेलिसो सर हो, आफ्नै दिदीबहिनी जस्तै हो होइन। सबैजना दिदीबहिनी आफ्नै दिदीबहिनी जस्तै सम्झ्यो भने आफ्नै हुन्छ है। र यो भिडियो सामग्री जुन भिडियोहरू लगाउने है त्यो हरकत गरेर त्यो खालको व्यवहार गरेर लगाउने केटा मान्छे छोरा मान्छे इभन म छोरा मान्छे स्वयं भएको कारणले चाहिँ म छोरा मान्छेलाई नै थुक्न चाहन्छु। पहिलो कुरा, माया प्रेम जालमा फसेपछि छोरी मान्छेहरूले तपाईँलाई ज्यान मात्र होइन त होइन आफ्नो फ्यामिली त्यागेर हिँड्ने मान्छेलाई तपाईँलाई ज्यान दिनु, तपाईँलाई त्यो देखाउनु त्यो स्वाभाविक हो क्या। त्यसलाई कुनै केही नसम्झिनुहोस्। छोरी मान्छेको चरित्र हत्या गर्ने यो साला कुकुर होइन, यो मान्छे कस्तो खालको चरित्रहीन भएको को अहिलेसम्म बाहिर आएको छैन। तर गङ्गु बहिनी छेत्रीले यसलाई चाहनु हो भने, यसलाई केस हाल्नु हो भने नि यो सिधै जान्छ होइन। एउटा माया प्रेममा फसिसकेपछि छोरी मान्छेले आफ्नो बाबुआमा घर परेर त त्याग्न सक्छ भने तपाईँलाई ज्यान दिनु ठुलो कुरो होइन नि। त्यो कुरा देखाउनु, त्यो कुरा हेर्नु, त्यो कुनै पनि उयो होइन क्या। अनि अर्काको चेली बेटीमाथि यो मान्छेले यस्तो खालको व्यवहार गर्ने हो त? ठिक छ, उसले माया प्रेममा फसाएर त्यो कुरा गर्यो त उसले सेफ राख्न सक्छ नि त। पब्लिस नै गरिदिनुपर्छ, बाहिर निकालिदिनै पर्छ। उसँग नराम्रो के भयो, बाजो या उसँग छुट्यो के भयो, अनि त्यो कुरा यसरी गरिदिने हो त? कुकुर हो क्या मान्छे, कुकुर हो। म यो भिडियो बनाउन यति मलाई गाली गर्न मन लागेको छ। अब आफू स्वयं म छोरा मान्छे भएर पनि यो छोरा मान्छेलाई गाली गर्नुपर्दा, छोरा मान्छेलाई केही कुरा भन्नु पर्दाखेरि चाहिँ एकदमै त्यो यो लाग्छ क्या। अनि कतिजना छोरी मान्छेहरूले पनि छोरी मान्छेको बारेमा बोलिराख्नु भएको छ। तपाईँहरूलाई लाज शरम हुँदैन? तपाईँहरू चेलीबेटी, तपाईँहरूको दिदीबहिनी, तपाईँहरू पनि दिदीबहिनी हो, तपाईँहरूको इज्जत कसैले त्यसरी पब्लिस गरिदियो भने तपाईँलाई त्यो बेला कस्तो हुन्छ? गङ्गु छेत्री बहिनीको बारेमा धेरैजनाले भिडियो बनाइराख्नु भएको छ, नराम्रो नेगेटिभ लेखिराख्नु भएको छ। कतिजना चेलीबेटीहरू पनि हुनुहुन्छ। अलिकति लाज शरम गर्नुहोस् न, अलिकति लाज शरम तपाईँहरूलाई पनि लागोस् न। पब्लिस भयो त, उहाँको इज्जतसँगको खेलबाड भयो नि त होइन। माया प्रेममा यो कुरा गर्नु स्वाभाविक हो क्या, कुनै पनि ठुलो कुरा होइन। त्यसलाई ठुलो कुरा नलिनुहोस्। अनि तपाईँले उसलाई गाली गर्नुपर्ने भन्नुपर्ने कारण छ त? उसलाई कसरी मोटिभेसनल हुन्छ, उसलाई हामीले के कुरालाई सजेसन दिन सकिन्छ, उसलाई के कुरामा भन्न सकिन्छ भन्नेतिर जानुहोस् न। छोरा मान्छे त झन् कुरै छोडिदिउँ। कतिजना उनीहरू त काण्ड हेर्ने, के हेर्ने, कसो हेर्ने, उनीहरूलाई त्योभन्दा बाहेक कुरै हुँदैन क्या। बल्ल बल्ल एउटा लिङ्क पाएको, एउटा काण्ड पाएको, त्यही माथि पनि छोरा मान्छेले त त्यो उही छोरा मान्छे यदि बुझ्ने भएको भए त त्यो कुरा गर्दैन थियो नि त। र सबै छोरा मान्छे यस्तो हुन्छ भन्ने छैन। कतिजनाले राम्रो भिडियो बनाएर हालिदिनु भएको छ, उहाँको बहिनीलाई एउटा मोटिभेसनल मिलोस्, राम्रो होस् भनेर भिडियो बनाएर हालिदिनु भएको छ होइन। कतिजना केटा मान्छेहरूले चाहिँ त्यही भिडियोलाई चाहिँ उहाँको ट्रोल बनाएर, उहाँको एउटा उयो बनाएर आफ्नो फेसबुक, आफ्नो इन्स्टाग्राम, आफ्नो टिकटक हरेक सामाजिक सञ्जालमा हाल्ने गर्नुभएको छ। अर्काको फाइदा नउठाउनुहोस् क्या। तपाईँले एउटा बोल्नुहुन्छ भने एउटा उहाँलाई कसरी हामीले मोटिभेसन दिन सक्छौँ, कसरी आत्मबल दिन सक्छौँ। उहाँलाई अहिले यो अवस्था, उहाँको फ्यामिली, उहाँको आफ्नो हुन्छ नि आफ्नो, अब उहाँ एउटा भाइरल भइसक्नु भएको मान्छे हो पहिलो कुरा होइन। अब यो कुरा लिङ्क भयो, यो कुरा यसरी बाहिर आयो, उहाँलाई हामीले कसरी मोटिभेसन दिने भन्ने तर्फतिर जाउँ। के गर्न सकिन्छ यो विषयमा? त्यो साला कुकुरलाई चाहिँ हामीले कसरी चाहिँ त्यसलाई एउटा यो कानुनी कारबाहीमा लान सकिन्छ भन्ने कुरातर्फ जाउँ न। त्यो काण्डको कुरा छोडिदिनुहोस् न। जताततै सामाजिक सञ्जालमा फोटो लगाएको छ, कसले के लगाएको छ, नाना थरी भनेको छ, बोलेको छ होइन। यस्तो खालको व्यवहार नगरौँ न। भोलिको दिनमा तपाईँको चेलीबेटीलाई नि पर्न सक्छ यस्तो कुराहरू, तपाईँ नारी दिदीबहिनीलाई नि पर्न सक्छ यस्तो कुराहरू।
जसले राम्रो भिडियो बनाएर बहिनीको बारेमा राम्रो भिडियो बनाएर हालिदिनु भएको छ, एउटा आत्मा बल मिल्ने भिडियो बनाएर हाल्नु भएको छ, उहाँलाई म रेस्पेक्ट गर्न चाहन्छु। दिदी बहिनीहरूले पनि गर्नु भएको छ, कतिजनाले हालिदिनु भएको छ। बहिनी तिमी आत्मा बल तिम्रो एकदमै तिमी स्ट्रङ हौ, त्यस्तो कुराहरूमा तिमीले उयो नगर, जे हुनु भइसक्यो, अबको दिनहरूमा त्यस्तो कुरा नहोस्। तर त्यो मान्छेलाई हामीले कसरी कानुनी कारबाहीमा लान सकिन्छ, तिमी कुन तरिकाबाट अगाडि बढ्ने भन्ने कुरा धेरैजना दिदी बहिनीले नै हाल्नु भएको छ र छोरा मान्छेहरू पनि कतिजनाले हाल्नु भएको छ भिडियोहरू मैले देखिरहेको छु। तर इभन यो बारेमा यो विषयमा एउटा ट्रोल बनाएर एउटा विषय उठाएर चाहिँ पुरा यस्तो र त्यस्तो भन्ने खालको एउटा गाली गलजदेखि लिएर एउटा हाँस्ने प्रविधिदेखि लिएर यस्तो काम नगर्नुहोस्। तपाईँ घरमा दिदी बहिनी छ, तपाईँलाई नि एक दिन त्यस्तो कुरा पर्न सक्छ होइन। इभन मैले चिन्दिनँ उहाँलाई, कहाँको हुनुहुन्छ कताको हुनुहुन्छ, यो सामाजिक सञ्जालमा देखेको मात्रै हो मैले पनि। र धेरैजना दिदी बहिनीहरूले पनि यस्तो कुराहरू नबोलिदिनुहोस् नभनिदिनुहोस्, किनकि तपाईँहरूको नि आफ्नो चेलीबेटी तपाईँलाई पर्न सक्छ कुनै बेला त्यो समय होइन। त्यतिखेर कस्तो हुन्छ तपाईँलाई थाहा हुन्छ है। र यो भिडियो म बनाउँदा गर्दाखेरि चाहिँ यो जुन सामाजिक सञ्जालमा देखेको कुराले चाहिँ म एकदमै, र यो साला कुकुर अर्काको इज्जतमाथि खेलबाड गर्ने यो कुकुरलाई चाहिँ नछोड्नु बहिनी। कहाँबाट हुन्छ, कसरी हुन्छ, के गरी हुन्छ, तपाईँले कुन ठाउँमा गएर न्याय पाउनुहुन्छ यसलाई गर्नुहोस्। पाउँछ, यो 100% पाउँछ, किन गरिस् भन्ने कुरो हुँदैन। माया प्रेममा यो सब गरे, उहाँले गर्नुभयो ठिक छ, मैले भनिसकेँ त। माया प्रेममा छोरी मान्छेले आफ्नो घर परिवार त्याग्न, आफ्नो दाजुभाइ, आफ्नो जन्म दिने बाउआमालाई त त्याग्न सक्छ भने त्यो इज्जतको कुरो, त्यो आफ्नो शरीर नङ्ग्याउनुको लागि कुनै ठुलो कुरो होइन। यति कुरा चाहिँ गर्छ छोरी मान्छेले गर्छ। किन माया प्रेममा फसाउनु त, किन माया प्रेममा हरेक जालझेल देखाउनु त, साला कुकुर। त्यही भएर यो भिडियो म उहाँको लागि बनाउँदैछु। त्यो विशेष त्यो मान्छेलाई चाहिँ तपाईँले कानुनी कारबाहीमा ठहराउनुपर्छ है। हाम्रो गङ्गु बहिनीलाई मैले विशेष यो भिडियो बनाएर मैले सामाजिक सञ्जालमा अपलोड गरेको छु। यो भिडियो सक्दो तपाईँले सेयर गरिदिनु होला। हस् त।